प्रस्तुतकर्ता माननीय उप-प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधका सम्बन्धमा संक्षिप्त वक्तव्य दिन अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक 2081 का सम्बन्धमा विरोधको सूचना राख्नुहुने र त्यस हिसाबले आफ्नो मन्तव्य व्यक्त गर्नुहुने माननीय सदस्यहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। सभामुख महोदय, मैले आज समय लिएर राख्नुपर्ने त्यस्तो धेरै आवश्यकता महसुस गरेको छैन। मान्यजीहरूले आज जे विषयहरू उठाउनु भएको छ यी विषयहरूमा हामीले यसभन्दा अगाडि पनि यथेष्ट छलफल गरिसकेका छौँ। मान्यजीहरूले प्रश्न उठाउनु भएको छ र मन्त्रीका हैसियतमा मैले जवाफ पनि प्रस्तुत गरिसकेको छु। त्यसर्थ विगतमा भएका छलफलहरू मा चाहिँ त्यसमा पुनरुक्ति गर्नु परेन भन्ने मलाई लाग्छ। केही नयाँ विषयहरू पनि उठेका छन्। यी नयाँ विषयहरू के छन् त भन्दा सभामुख महोदय, यो विधेयकसँग भन्दा पनि समग्र राष्ट्रिय सन्दर्भमा मान्यजीहरूले विचार व्यक्त गर्नुभएको छ। यी विचारहरूको अब खास सन्दर्भमा महत्त्व होला, तर यो विधेयकसँग जोडिएर आएका विषयहरूमा मात्रै अहिले चाहिँ छलफल गर्नु सान्दर्भिक हुने पनि म ठान्छु। त्यसर्थमा म छोटोमा मात्रै के कुरा राखौँ भनेदेखि यो चाहिँ यो बजेट चाहिँ पालिका र वडामा बाँडौँ, प्रदेश र चाहिँ यो के भन्छ पालिकामा दिउँ, विकासको काम हामीले चाहिँ कानुन मात्रै बनाऊँ। झट्ट सुन्दा आकर्षक लाग्ला, तर सभामुख महोदय यसरी देश बन्दैन। हामीले संविधानमा जुन प्रबन्ध गरेका छौँ, 3 तहको सरकारको प्रबन्ध गरेका छौँ, 3 तहमा कार्यकारी व्यवस्थापकीय र न्यायिक अधिकार सहितको संरचनाको प्रबन्ध गरेका छौँ। यो दुनियाँको अनुभव हाम्रो आफ्नै अनुभवको पनि आधारमा छ। त्यसले गर्दा त्यो ढङ्गले जानु उचित हुँदैन भन्ने म राख्न चाहन्छु। यो ट्याक्सको अरू विषयहरूमा पनि कुराहरू उठाउनु भएको छ। हामी आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा हामीले अवलम्बन गरेका ट्याक्स सम्बन्धी पोलिसीहरूमा चाहिँ त्यति बेला छलफल गरौँला। मान्य वक्ता मान्यज्यूलाई त्यसका निम्ति अहिलेदेखि तयारी गर्नुभए पनि हुन्छ, म त्यो आग्रह गर्न चाहन्छु। यो प्री बजेटको सन्दर्भमा 1 महिना 3 महिना यस विषयमा हामीले धेरै छलफल गरिसक्यौँ। 1 महिना 3 महिना गऱ्यौँ हामीले पछिल्लोचोटि, त्यसले के प्रतिफल दियो त्यो अनुभव पनि हामीले आर्जन गरिसकेका छौँ। 1 महिना अगाडि छलफल गर्थ्यौँ, त्यसले के क्षति भएको थियो वा थिएन भन्ने अनुभव पनि हामीले आर्जन गरिसकेका छौँ। त्यसकारणले यो परिमार्जित प्रस्ताव विगतको अनुभवको जगमा उभिएको छ भन्ने म राख्न चाहन्छु। यो सिलिङ तोक्ने अधिकार योजना आयोगको भन्ने जुन विषय छ, यस विषयमा अघिल्लोचोटि पनि मैले चर्चा गरेँ। यो कुनै योजना आयोग र अर्थ मन्त्रालयका बिचमा कुनै मिश्र अन्डरस्ट्यान्डिङको, महालेखा र अर्थ मन्त्रालयका बिचमा यो कुनै मिश्र अन्डरस्ट्यान्डिङको विषय होइन। योजना आयोगको सिलिङ निर्धारण गर्ने अधिकारमा कहीँ इन्क्रोज गरिएको छैन। प्रश्न के हो भनेदेखि यो सिलिङ निर्धारण गर्ने प्रक्रियामा अर्थ मन्त्रालय पनि सहभागी भएको छ, कुरा त्यति मात्रै हो। त्यसो गरिनु सर्वथा उचित नै छ। र यो बेरुजु नियन्त्रण गर्ने सन्दर्भमा, त्यसलाई न्यूनीकरण गर्ने सन्दर्भमा प्रस्तुत विधेयकले योगदान नै गर्छ। योजना छनौटका विषयमा मानिसहरूले राख्नु भएको छ गोजीका योजना। यी गोजीका योजना अन्त्य गर्ने पक्षमा म चाहिँ दृढतापूर्वक उभिन चाहन्छु। यसका निम्ति सदनको हाउसको मान्य सदस्यहरूको मलाई दह्रो साथ चाहिन्छ। त्यसका लागि पनि म अग्रिम रूपमा अनुरोध गर्न चाहन्छु। अरू विषयहरू जुन यो चाहिँ विधेयकभन्दा अरू बाहिरका विषयहरू छन्, ती विषयहरूमा उपयुक्त समयमै छलफल गरौँला। यो सार्वजनिक संस्थानहरूका विषय पनि बोल्नु भएको छ। सार्वजनिक संस्थानका सम्बन्धमा हामीले चाहिँ
सम्भवतः आजै हामीले छलफल गर्छौँ, त्यति बेलै मैले विचारहरू व्यक्त गरौँला। यिनै भनाइहरूको साथमा सभामुख महोदय, यो चाहिँ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 लाई संशोधन गर्न बनेको विधेयक लाई अगाडि बढाउन र सभाको सहमति र सर्वसम्मतिका साथ यसलाई टुङ्गोमा पुर्याउनका निम्ति अनुरोध गर्न चाहन्छु। धन्यवाद।